हेलो साथीहरू, के छ खबर? आरामै हुनुहुन्छ? यो भात खाँदा 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 दिक्क भएर मैले चाहिँ आज चाहिँ चाउको चाउमिन बनाएर खाने भन्ने निर्णय गरेँ कि। अनि आज मम्मी र म मात्रै थियौँ। अनि के खाने मम्मी भनेको जे भए नि हुन्छ भन्न थालिस। अनि चाउ पकाएर खाउँ ल भनेर भने। अनि हस् भन्नुभयो। अनि मैले चाहिँ चाउ बनाएँ। चाउमा चाहिँ के हालेँ भनेर हेर्नु न साथीहरू। भिन्डी पनि हालेँ, चटेला पनि हालेँ, गाजर क्याप्सिकमहरू त सधैँ नै हाल्ने नै कुरो हो। तर नयाँ कुरो भनेको चाहिँ भिन्डी र चटेला हालेको थिएँ कि मैले। सुरुमा यसलाई चाहिँ मजाले फ्राई गर्ने, अलिकति टिमुर हालेँ, अरू केही हालेको छैन। अनि भिन्डी र चटेलालाई चाहिँ रातो हुने गरी फ्राई गर्नुपर्छ कि पहिलेबाट। अनि फ्राई भइसकेपछि गाजर क्याप्सिकमहरू प्याज सबै थोक हालेर टमाटर फ्राई गर्ने। अनि यसलाई चाहिँ धेरै बेर पकाउन पर्दैन, पकाउनु पर्ने कुरो अघि पाकिसकेको छ। हेर्दाखेरि हेर्नु न, लुक्स पनि कस्तो राम्रो आइरहेछ है। अब चाहिँ मेरो लगभग यति पाकिसकेपछि अब चाउ हाल्नु बेला भयो। त्योभन्दा अगाडि चाहिँ अलिकति नुन र जिराको धुलो अनि चाउमिन मसला हालेँ। अनि 1 प्याकेट चाउको मसला पनि हालेँ। अलिअलि त हाल्नु पऱ्यो नि होइन साथीहरू, खानु परेपछि। अनि थोरै सोया सस अनि टमाटो सस पनि अलिकति हालेँ। अनि कागती अलिकति हालेँ। अनि यति हालेर चाहिँ फ्राई गरेँ एकछिन। यो पाकी पनि हाल्यो। अनि छ नि साथीहरू, मेरो चाहिँ युट्युब छ के च्यानल, बचकाई होम्स भनेर। धेरै पहिले इजरायलमा हुँदैखेरि खोलेको थिएँ। अनि उहाँ हुँदा अपलोड पनि गर्थेँ भिडियोहरू बनाएर। तर त्यो भिडियोहरू चाहिँ त्यति उत्कृष्ट छैन कि, अलि लामो छ। र सायद मलाई त्यो एडिट गर्न नजानेर पनि होला। अनि अहिले चाहिँ म त्यसमा पनि अपलोड गर्न गइरहेको छु कि, भर्खर गर्दैछु। एकचोटि युट्युबतिर पनि यसो भिजिट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला है साथीहरू। अनि यो मेरो चाउमिन चाहिँ कति मिठो भएको थियो भने नि, अनि हल्का प्याज धनियाँ हालेर सर्भ गरियो। मम्मीलाई पनि मिठो लाग्यो अरे। अनि मेरो छोरीले पनि अलिकति चाहिन् नुनिलो। अहिलेसम्म मेरो छोरीलाई चाहिँ खुवाएकै छुइनँ कि मैले। त्यति जाउलोमा अलिकति हालेर खुवाएको भए मात्रै, नभए उसले नुनको टेस्ट उसलाई मन पनि पर्दैन। अनि अब पछि म अलिअलि बानी गराउन थालिरहेको छु कि, किनभने अब बेला भयो नि त, अलिअलि खानुपर्छ। अब हामीलाई पकाएको खानेकुराहरू पनि अलिअलि खान सिक्नुपर्छ। उसले आफै खान पनि सिक्नुपर्छ अब भनेर उसलाई पनि राखिदिने गरेको छु कि बेला टेबलमा। हेर्नु न उसको रमाइलो। छोड्दिएको। अनि मैले अब फ्रेस गराएर सुताउँछु भनेर। ल है साथीहरू, आजको चाहिँ मेरो यस्तै भयो।